नमस्कार दर्शकबिनहरु, स्वागत छ 3C नेपाल युट्युब च्यानलमा। तपाईहरुलाई हामी नेपालको क्रिकेट सम्बन्धी ताजा अपडेट ल्याइराख्ने छौं। नेपाल क्रिकेट सम्बन्धी रोचक तथ्यहरु, विवरणहरु र भिडियोहरु तपाईहरुलाई प्रस्तुत गर्दै छौं। कीर्तिपुर स्थित ट्यु क्रिकेट मैदानमा रिकन्स्ट्रक्सनको काम भइरहेको छ। अहिले हाम्रो हेर्न सक्नुहुन्छ दस्ताले बानी काम गरिरहेको छ। हामी हिजोसम्म हामी ग्राउन्ड भित्र जान मिल्थ्यो। ट्यु ग्राउन्डको वरपर हाम्रो स्ट्रक्चरहरु यो निर्माण स्थलमा जान सकिन्थ्यो भने त्यहाँ बाधा अवरोध भएको कारणले अहिले दस्ता बारेर पुरै आइसोलेसन गरिएको छ र एकदम पास भएको र न्यूज मिडिया पर्सनलहरुलाई मात्र भित्र प्रवेश दिएको छ। यसले गर्दा हामीलाई तपाईमाझ यो ट्यु मैदानको एकदम नजिकको दृश्यहरु ल्याउनलाई असमर्थ भएका छौं। तर हाम्रो यसमा पनि देख्न सक्छौं के काम भइरहेको छ, मजाले देख्न सकिन्छ। हामीलाई यही हेर्न उत्सुकता हो, नजिकै गएर हेर्नुपर्छ भन्ने छैन। ट्यु मैदानमा के भइरहेको छ, प्याराफिटको काम कति प्रगति भइरहेको छ, फ्लड लाइटको के काम भइरहेको छ, के कस्ता काम भइरहेका छ, हामी यस भिडियोबाटै निकाल्न सक्छौं। यो कार्यलाई अब हामीले राम्रो पनि मान्नुपर्छ। धेरै नै मान्छेको भिड हुन्छ यहाँ, धेरै तपाईको मिडिया पर्सनल मात्र हैन कि बाहिरको मान्छेले यतिकै हेर्न आउने, यहाँ भिडभाड गर्दिने, त्यहाँ हेर्न सक्नुहुन्छ यति धेरै हेभी मेसिनरीहरु छन्। उनीहरु गुडा यताउता आवाजात गरिरहेकै छन्। हामी बिचमा गएर डिस्टर्ब हुन्छ। त्यसैले यो गर्नु कार्य ठीक पनि हो एक प्रकारले। बाहिरबाट नि हेर्न सकिन्छ। तपाईको हेर्नु बाहिर पनि कति मान्छे बस्नु भइरहेको छ। फ्यानहरु सबलाई रहर लागिरहेछ, उत्सुकता रहिरहेछ। प्याराफिट वैशाख 24 मै बन्छ। यो निश्चित सबजना हुन नसके पनि हामी सबजना खुसी चाहिँ छौं। कामले एकदम तीव्र गतिमा बढिरहेको छ। आज आउँदा 20 दिन भयो, 20औं दिनमा पनि यत्रो काम भइरहेछ। यो धेरै नै खुसीको क्षण हो। हाम्रो प्याराफिटको फाउन्डेसनको काम पाइलिङहरु लगभग धेरै खनिएको छ। पाइलिङमा हाम्रो रिबाल हालेर मसला कन्क्रिट हाल्ने काम गरिएको छ। हाम्रो इस्ट र वेस्ट साइड गरे दुईतिर गरे 10,000 क्षमताको छ, एकतिर 7 र अर्कोतिर 3,000 छ। त्यसको पाइलिङ काम धमाधम भएको छ र पाइलिङमा हाम्रो रिबार हालेर मसला हालेर कन्क्रिट हालेर कति 10-15 वटा पाइलिङको काम पनि सकिसकेको छ र खन्ने काम भइरहेको छ। फ्लड लाइटको त हाम्रो 4 वटा पोल यतापट्टिको खनिसकेको छ, जहाँ हाम्रो प्याराफिट भन्छ त्यसको पछाडिपट्टि, र हाम्रो पुरानो संरचना पछि रहने फ्लड लाइटको ठाउँमा चाहिँ पाइलिङ सुरु भएको छैन। प्याराफिटको काम समय लागे पनि फ्लड लाइटको काम चाहिँ वैशाख 24 मै सकिने अपेक्षा राख्दछौं। किनभने हाम्रो फ्लड लाइटको त अब पाइलिङको भइसकेपछि फाउन्डेसन तयार भइसकेपछि त हाम्रो पोल ल्याएर गाड्ने मात्र हो, टेस्टिङ गर्ने हो। अब सामान कहिले आउँछ भन्ने कुरो हो, त्यो चाहिँ हाम्रो अब कन्ट्र्याक्टरबाटै थाहा हुन्छ। फ्लड लाइटको कन्ट्र्याक्टरबाटै थाहा हुन्छ। त्यो जानकारी नै हामी तुरुन्तै दिन्छौं। हाम्रो लगभग यो प्याराफिटको लागि 10,000 क्षमताकोमा 53-54 वटा कोलमहरु बन्छ। त पाइलिङ गरेर रिबार हाल्ने त त्यत्रो पिलर बनेपछि हाम्रो स्ट्रक्चर स्वरूप दिन्छ। अहिले हामी भिडियोमा तलतिर देख्छौं स्ल्याब छ। सबमा पीसीसी गरेर ढलान गरेर तपाईको त्यो फाउन्डेसनको काम सुरु गरिएको छ र त्यसमा हाम्रो ठुलठुला पिलरहरु ठडाइन्छ र त्यो पिलरहरु ठडाएपछि नै त्यसको माथि सपोर्टमा लेयर बनाएर मान्छे बस्ने प्याराफिट बन्छ। यो देख्न सक्छौं हामी वेस्ट साइड हो। यहाँ जम्मा 3,000 क्षमताको बन्छ त्यो वेस्ट साइडमा। र त्यस्तै एक्सकाभेसन काम यता पनि हुन्छ। त्यो दृश्यमा देख्न नसके पनि त्यहाँ हाम्रो पुरै त्यो पीसीसी भएर त्यसमा फाउन्डेसनको काम र स्ट्रक्चर काम सुरु भइसकेको छ। हामी लगभग अब 1-2 हप्तामा चाहिँ यो जमिनमाथि सब दृश्य देख्न सक्छौं। यो वैशाख 24 मै सकिन्छ भन्ने सबले एउटा आश गरौँ। यस्तो धमाधम काम भइरहेको देख्दा सबजना यसमा खुसी प्रबलित भइरहेका छौं। एकदम आनन्द आउँछ। नेपाल क्रिकेटमा इतिहासमा यस्तो यो विकास, यो नेपाल इतिहासको मात्रै नेपालको विकासमा नि कसै ढुङ्गे जस्तो लाग्छ। 50 दिनमा यत्रो ठुलो काम सक्नु भनेको त नेपाल जस्तो विकासै नहुने, कामै नहुने हाम्रो मूलपानी क्रिकेट स्टेडियमको एक्जाम्पलै छ। 20-25 वर्ष भइसक्यो, जस्ताको त्यस्तै छ। तर ट्यु क्रिकेट मैदानमा 20 वर्षको काम 3 महिनामा भइरहेको छ। यो त धेरै नै खुसीको क्षण हो। अबको एनपीएल र नेपालको गेम प्याराफिटमा बसेर हेर्न पाइन्छ।
त्यो जस्तो खुसी त्यो दिन कहिले आउँछ भनेर आतुर हामी सबै क्रिकेट प्रेमीहरू कुरिरहेका छौँ। अब हामी अरू दिन तपाईहरुलाई भित्रबाट प्रवेश गरेर भिडियोहरू र के कार्य भइरहेका छन्, के उपलब्धि भइरहेका छन् त्यो दृश्य नजिकबाट निहाल्ने अवसर मिल्यो भने अवश्य युट्युबमा हाल्ने छौँ। त्यसैले हाम्रो च्यानलमा आबद्ध भइरहनुहोस् र हाम्रो च्यानललाई लाइक सब्स्क्राइब गर्नुहोस्। हामीले सक्दो प्रयास गरेर हरेक दिनको अपडेट ल्याइरहेका छौँ। हामी त्यहाँ गएर डिस्टर्ब गर्नुभन्दा नि यहाँबाट हेर्नु देखिरहेछ के भइरहेछ, डोजरले कहाँ खनिरहेछ, एक्सकभेसन गरिरहेछ, फाउन्डेसन पाइलिङ तपाईको फुटिङको काम भइरहेछ, कहाँ पिलर उठाइरहेछ, सब देख्न सकिन्छ। त्यहाँ गएर नजिकबाट हेर्नुपर्छ भन्ने छैन। हामीलाई त के कति प्रगति भइरहेको छ निहाल्ने काम हो हाम्रो। हामी त्यति भयो नि अरू के चाहिन्छ र। घटना भएपछि 1925 मा कतिमा मेन सेक्युरिटीको गाह्रो हैन इको पनि हो सेक्युरिटी पनि हो इको हो। अनि यस्तो हो खासमा चाहिँ सेक्युरिटीको हिसाबले इको गालेर अनि इको देखाएर कुन लेभलमा छ विश्वमा भन्ने उसले त्यो उसले अनि पाकिस्तानले एउटा कन्ट्रीमा आएर घुम्नुमा रोकिदैन भन्ने रोकेन हो उसले त्यही देखाएको हो क्या। बाप होता है बेटा बेटा होता है भनेर देखाएको हो त्यसले हामी हो उसले देखाएको। हाम्रो अगाडि त्यो केही चल्दैन भनेर क्या वार जति विषय बिजुली हराइदियो क्रिकेटमा उसले जित्छ। यसमा पनि अस्ति पाइले जित्यो अहिलेको पाइले जित्यो त्योभन्दा अगाडि नै टुर्नामेन्ट हुँदाखेरि पैसा कमाउनु पैसा कमाउनु पर्ने पैसा कमाउनुलाई वर्ल्ड कपमा नेपाल पाकिस्तान इन्डिया किन हुन्छ यहाँ क्रेज छ क्रिकेटको। नेपालको म्याच भएन त युट्युबमा भ्युज हेर्नु कति हुन्छ युट्युबदेखि लिएर मिडियादेखि टिभी बेटिङदेखि लिएर सबै पैसा छ। जति पैसा यिनीहरूले यहाँबाट डाइरेक्टली कमाउँथ्यो बेटिङमा कति कमाउँदैन रार इन्डिया भन्छ इन्डिया मेरो चाइनासँग कम्पिटिसन भन्छ। चाइनालाई वास्तै छैन इन्डियासँग कम्पिटिसन अमेरिका हो यार वर्ल्डको मोस्ट पावरफुल कन्ट्री हुन लागिरहेको अमेरिकाले पनि हेर्दैन अब जति पनि रिसिभेसन छ नि त इन्डियाबाट आएको सबै लेभल चाहियो जनताले त्यो पोस्ट मास पपुलेसन हुन्छ नि त्यसले गर्नु हुँदो रहेछ क्या मास पावरफुल अहिलेको पावरफुल भनेको त्यही हो। अब एउटा छ 140-50 करोड जनसङ्ख्या, एउटा छ 130-35 करोड जनसङ्ख्या भएर बढी हुनलाई चाहिँ अझ चाइना हो कि इन्डियाको पपुलेसनमा टपिसक्यो। अनि त्यत्रो छ उसलाई अब एउटा सानो 5 रुपियाँ अन्डा बनायो भने 100 जनाले किन्नु र हाम्रो यहाँ तरिको अन्डा बनाएको 5 जनाले किन्नु 42 करोड जति भइसक्यो चाइनाको। यहाँ खेत तरकारी सस्तो हुन्छ जनता कम भएको छ नि दिँदैन काममै फुर्सद दिँदैन बिचरा के सोच्छ देश विकास गर्नुहुन्छ भन्छ होइन सिधा बिहान बेलासँग काममा लगाइदिन्छ बिचरा बुढाबुढी थाक्छ दुईवटा बनाएको अमेरिकालाई चाइनादेखि जतितिर केसुकै भए पनि अमेरिका चाइनासँग डराउँछ एकदम ससान हुन्छ पहिला अमेरिका पनि डराउँछ इन्डिया पनि डराउँछ नि चाइनासँग। अमेरिकासँग सबै धेरै व्यापार हुने 3 भएको 2 जापान हो पहिला यो यस्तो हो त ऋण छ नि ऋण सबै होइन
त्यो गुगलमा गएर त्यो सर्च गरेर हेर्नु सबभन्दा धेरै ऋण देखेर चाहिँ अमेरिका जतिसक्दो फिर्ती मेरो ऋणले भने उसले ऋण मान्न थाल्यो अमेरिका त रुससँग पनि डरेको उसको अब पागल मान्छेसँग परमाणु धेरै रुससँग रहेछ म यसै सिद्धिनु उसी सिद्धिनु मात्र ला भनेर बडा बुढो हामीले पनि नर्थ कोरिया त्यहाँ भएन त्यहाँ गएर रिस उठ्यो भने जित्दै भाइ जापानमा त ठुलो बनाइन्छ नर्थ कोरिया त के छ कस्तो छ उसले पनि बेला बेलामा त च्यालेन्ज दिन्छ अमेरिकालाई च्यालेन्ज दिनु होइन नि त हामीलाई त्यो धेरै फुर्ती नलगा किन एकदम छ यो कुरो त 100% नर्थ कोरिया फर्काउनु अमेरिकाले कसै फर्काउँछ भने उसलाई अमेरिकाले डाइरेक्ट आएको गर्ने हो नि त उसले त तेरो मित्र राष्ट्र छ नि साउथ कोरिया जापान त्यसलाई हामी हो नि त उसले त धेरै फुर्ती नलगा जाला फेरि यिनीहरू जापानलाई साउथ कोरियालाई भन्छ नि भारतसँग त के छ र भारतसँग छ 170 हो कि 80 कतिवटा भारतभन्दा पाकिस्तान केही पनि तपाईँको फाइटर विमानदेखि लिएर तपाईँको केही पनि तपाईँको चाइना तपाईँको सबभन्दा धेरै रुससँग हो रुससँग किन्ने त त्यसपछि अमेरिका होइन त्यसपछि युरोपियन उसमा फ्रान्ससँग छ अनि त्यसपछि इजरायल भयो इजरायलसँग 7-8 छ अनि बाहिर अघोषित रूपमा इरानसँग छ भन्छ